नेपालको स्टक मार्केटमा लागिराख्नु भएको छ भने तपाईँ पनि अहिलेको समयमा चाहिँ अलिकति अन्यलवाला पोजिसनमा हुनुहुन्छ होला है। नयाँ सरकार आएपछिको मार्केट राम्रो हुन्छ भन्ने सबैलाई लागेको थियो, तर नयाँ गभर्नमेन्ट बनेकोदेखि मार्केटले कन्फिडेन्स हराएको जस्तो देखिरहेछ। एक एक न्युज र एक एक सरकारको एक्टिभिटीले केही न केही हलचल ल्याउँदै गरेको हाम्रो मार्केटमा अहिले के भइरहेको जस्तो देखिन्छ। एक थरीले चाहिँ मार्केट सकियो, अर्को 500 पोइन्ट चाहिँ झर्छ भन्ने पनि छन्। अर्को थरीले यो गोल्डन बाइङ अपर्च्युनिटी हो, यो त म्यानिपुलेसन हो, स्मार्ट मनी अकुमुलेट गर्दैछ भन्ने पनि छन्। कन्फ्युजन प्रो म्याक्स चलिरहेछ हाम्रो मार्केटमा। अब के गर्ने? किन्ने, वेट गर्ने, अलरेडी किनिसकेको भए सेयर बेच्ने कि यो सबै नर्मल करेक्सन हो भनेर सोच्ने कि के चाहिँ गर्ने? आजको भिडियोमा हामी यही कुरालाई नै अलिकति डिटेलमा अनि अलिकति प्र्याक्टिकल एंगलबाट बुझ्ने खोज्नेछौँ। नेप्से अहिले एक्ज्याक्टली कुन फेजमा छ, बजेट र मोनिटरी पोलिसीले मार्केटलाई कस्तो इफेक्ट गर्न सक्छ, टेक्निकल एनालाइसिस, फन्डामेन्टल एनालाइसिस अनि पोलिटिकल एनालाइसिसले चाहिँ के सिग्नल दिँदैछ, कुन लेभलहरू वाच गर्नुपर्छ र सबैभन्दा इम्पोर्टेन्ट कुरा यो मार्केटमा इमोसनली रियाक्ट गर्ने कि स्ट्र्याटेजिकली मुभ गर्ने। सो यो भिडियो अन्तिमसम्म हेर्नु होला, किनभने लास्टमा मैले पर्सनली अहिले म कस्तो स्ट्र्याटेजी फलो गरिरहेको छु त्यो बारेमा पनि शेयर गर्नेछु। अनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गरिदिनु होला। यस्तो मार्केटको कन्टेक्स्ट, बिजनेस, फाइनान्स र इकोनोमी रिलेटेड प्र्याक्टिकल भिडियोजहरू हामी यही च्यानलमा लिएर आइरहने छौँ। सो अब ढिला नगरिकन लेट्स गेट राइट इन्टु द भिडियो। नेप्से अहिले एक्ज्याक्टली कहाँ छ त भन्दाखेरि मे 15 2026 को मार्केट हेर्दा नेप्से 2731 मा क्लोज भएको देखिन्छ। त्योभन्दा अगाडिको सेसनमा मार्केट अलमोस्ट 40 पोइन्टले झरेको छ। लास्ट 6 देखि 7 सेसन्सहरू हेर्दा मार्केट बेसिकली 2720 देखि 2785 को रेन्ज भित्र घुमिरहेको देखिन्छ। सिम्पल ल्याङ्ग्वेजमा भन्नु पर्दाखेरि मार्केट अहिले एकदमै इन्डिसिजन वाला मोडमा छ। माथि जाने कन्फिडेन्स पनि फुल्ली छैन, तल झर्ने प्यानिक पनि फुल्ली डेभलप भइसकेको छैन। अनि यो कुरा टर्नओभरले झन् क्लियर देखाउँछ। जबकि बुल मार्केटमा हामीले 10 देखि 15 अर्बको एभरेज टर्नओभर देखेको, त्यसको कम्पेरिजनमा अहिलेको एक्टिभिटी कस्तो देखिन्छ त भन्दा इन्भेस्टर्सहरूको साइडमा बसेर हेर्दा हेरौँ अब के हुन्छ मुडमा छन् जस्तो लाग्छ। टेक्निकल ल्याङ्ग्वेजमा यसलाई चाहिँ मार्केट कन्सोलिडेसन फेज भनेर भनिन्छ। ल फर्स्ट टेक्निकल एनालाइसिसको एंगलबाट हेरौँ है त। सिम्पल बेसिक्स टुल्सहरूलाई हेर्दाखेरि पहिला कुरा भोल्युमको आउँछ। मार्केटको रियल स्ट्रेन्थ थाहा पाउनको लागि प्राइस मात्र हेरेर पुग्दैन, भोल्युम पनि सँगसँगै हेर्नुपर्ने हुन्छ। जब मार्केट जेन्युइनली स्ट्रङ हुन्छ त्यो बेला प्राइस मात्र बढ्दैन, भोल्युम र टर्नओभर पनि बढ्दै जान्छ, जसले मार्केटमा बायर्सहरू धेरै एक्टिभ भइरहेको र बाइङ सेन्टिमेन्ट चाहिँ एकदम पोजिटिभ भएको भनेर देखाउँछ। यसको ठीक अपोजिट जब मार्केट नेगेटिभ देखिन्छ, इन्भेस्टर्सहरूमा डर हुन्छ र प्यानिक सेलिङ सुरु हुन्छ, जसलाई हामी हाई भोल्युम र टर्नओभरबाट सस्टेन छ भनेर पनि बुझ्छौँ। तर अहिले के भइरहेछ त भन्दा प्राइस भने साइडवेजमा छ र भोल्युम पनि वीक छ। यो भनेको चाहिँ मार्केटमा अझै कन्फिडेन्स या कन्भिक्सन चाहिँ बिल्ड नभएको भन्ने चाहिँ सिग्नल हो। अनि MACD जसलाई चाहिँ MACD भनिन्छ, जुन मार्केटको मोमेन्टमको इन्डिकेटर हो, कसरी काम गर्छ त भन्दाखेरि जब MACD लाइनले सिग्नल लाइनलाई तलबाट क्रस गर्छ बियरिश मोमेन्टम इन्डिकेट गर्छ, माथि क्रस गर्यो भने चाहिँ बुलिश मोमेन्टमको सिग्नल दिन्छ। अहिलेको चार्ट हेर्दा बियरिश मोमेन्टम स्लो हुँदै गइरहेको जस्तो चाहिँ देखिन्छ। सेलिङ प्रेसर एग्रेसिभली कन्टिन्यू भइरहेको छैन, तर स्ट्रङ बुलिश रिभर्सल कन्फर्मेसन पनि अझै आइसकेको छैन भन्नाले मार्केट पज मोडमा छ। अर्को इन्डिकेटर बलिन्जर ब्यान्डको एंगलबाट हेर्दाखेरि इन्ट्रेस्टिङ कुरा देखिन्छ। बलिन्जर ब्यान्ड स्क्विज हुँदै जान थाल्यो भने मार्केटमा भोलाटिलिटी कम्प्रेस हुँदैछ भनेर यसको सिग्नल हो। अनि हिस्टोरिकली चाहिँ स्क्विज पछि चाहिँ ठूलो मुभ आउने गर्छ, माथि या तल। अहिले नेप्सेमा पनि ब्यान्डहरू चाहिँ न्यारो हुँदै गइरहेको देखिन्छ। यो भनेको आउने 1-2 हप्तामा चाहिँ बिगर डिरेक्सनल मुभ आउन सक्छ भन्ने चाहिँ टेक्निकल हिन्ट भइहाल्यो। त्यसैले अहिलेको फेजमा ब्रेकआउट लेभल हेर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट देखिन्छ। 2800 को रेन्जमा चाहिँ स्ट्रङ रिक्लेम भयो र भोल्युममा पनि सपोर्ट आयो भने बुलिश मोमेन्टम फेरि एक्टिभ हुन सक्छ। तर 2700 डिसाइसिभली ब्रेक भयो भने चाहिँ डाउन साइड प्रेसर अझै बढ्न पनि सक्छ। देन अब मुभिङ एभरेजमा 50 दिनको मुभिङ एभरेज, यो लाइन मार्केटको मिडियम टर्म ट्रेन्ड बुझ्नलाई धेरै युज गरिन्छ। अनि अहिले नेप्से यो एरिया वरिपरि फ्लक्चुएट गर्दैछ। यो लाइन भन्दा माथि सस्टेन भयो भने कन्फिडेन्स बिल्ड हुन सक्छ। रिपिटेड रिजेक्सन आयो भने चाहिँ सेलर्सहरू अझै एक्टिभ छन् भनेर सिग्नल दिन्छ। भनेपछि टेक्निकली अहिले मार्केटमा एकदम पोजिटिभ भइहाल्नु पर्ने चाहिँ देखिन्न, मोर अफ वेट एन्ड वाच मोडमा चाहिँ देखिन्छ। अब पोलिटिकल एंगलबाट हेरौँ है त मार्केट साइडवेज हुनुको कारण। पहिलो रिजन पछिल्लो केही दिनमा चाहिँ म्यानिपुलेसन रिलेटेड कुरा, अरेस्ट, रुमर्स, इन्भेस्टिगेसनहरू धेरै आए। अनि नेपालको मार्केट चाहिँ फन्डामेन्टल्ली सेन्टिमेन्ट ड्रिभन मार्केट हो। यहाँ चाहिँ ब्यालेन्स सिटमा भन्दा पनि फेसबुकमा पोस्ट आयो भने मार्केट मुभ गरिदिन्छ। एउटा रुमर आयो भने पनि कम्पनीमा सर्किट लाग्छ, अर्को रुमर आयो भने सेम स्टक फेरि लोवर सर्किट। यस्तो एक्सट्रिम इमोसनल बिहेभियर नेपालको मार्केटमा अझै पनि धेरै नै छ र केही हाई प्रोफाइल म्यानिपुलेसनको न्युजले ठुल्ठुला लिस्टेड स्टक्सहरूमा पनि धेरै करेक्सन आइरहेको अवस्था छ। दोस्रो रिजन भनेको पोलिटिकल अनसर्टेन्टी, सांसद भवनमा हुने एक्टिभिटी, बजेट नेगोसिएसन, करप्सन केसेस, पावर इक्वेसन, यो सब ब्याकग्राउन्ड नोइजले ठुला प्लेयर्सहरूलाई चाहिँ
कसियस बनाइरहेको जस्तो देखिन्छ। अनि त्यसमाथि पनि सबैभन्दा ठूलो फ्याक्टर छ हाम्रो जेठ 15 मा आउने बजेटको। यो बेला चाहिँ मार्केट वेट एन्ड वाच मोडमा नै जाने हुन्छ जेनरली। सबैजनाले यही नै हेरिरहेका छन् गभर्नमेन्टले बजेटमा स्टक मार्केटलाई कस्तो खालको सिग्नल दिन्छ भनेर। क्यापिटल गेन ट्याक्स चेन्ज हुन्छ कि हुँदैन, अनि त्यसपछि नेपाल राष्ट्र ब्याङ्कको मोनिटरी पोलिसी अकोमोडेटिभ आउँछ कि स्ट्रिक्ट आउँछ। यो दुईटा कुराले चाहिँ अबको 2 देखि 3 महिनाको मार्केटको डिरेक्सन चाहिँ डिफाइन गर्न सक्छ। तर इन्ट्रेस्टिङ कुरा के छ भने मार्केटमा फियर देखिए पनि म्याक्रो फन्डामेन्टल चाहिँ एकदमै वीक चाहिँ छँदै छैनन्। सो फन्डामेन्टल एनालाइसिसको कुरा गर्दा पहिला लिक्विडिटीकै कुरा गरौँ। ब्याङ्किङ सिस्टममा अहिले एक्सेस लिक्विडिटी छ। क्रेडिट टु डिपोजिट रेशियो जुन भनेको CD रेशियो हो अराउन्ड 74% तिर छ, जबकि करेन्ट रुल्स अनुसार सिस्टमले अझै धेरै लेन्डिङ गर्न सक्छ। सिम्पल ल्याङ्ग्वेजमा ब्याङ्कमा चाहिँ पैसा टन्न छ तर लोन लिन अग्रेसिभ डिमान्ड चाहिँ छँदै छैन। त्यही भएर इन्ट्रेस्ट रेट पनि कन्टिन्युअसली घटिरहेको छ। कमर्सियल ब्याङ्कको नर्मल सेभिङ्स एकाउन्टमा अहिले तपाईको इन्ट्रेस्ट रेट हेर्ने हो भने इन्ट्रेस्ट रेट करिडोरको लोएस्ट लिमिट 2.75% मा नै आएको छ। रिसेन्टको NRB को रिपोर्ट हेर्ने हो भने अहिले कमर्सियल ब्याङ्कको वेटेड एभरेज डिपोजिट इन्ट्रेस्ट रेट 3.40 रहेको छ, जुन चाहिँ हिस्ट्रीमै एकदमै लोएस्ट जस्तै नै हो। FD के रेट हेर्ने हो भने पनि अहिले एभरेजमा 4 देखि 5% को रेन्जमा आइसकेको छ, जुन भनेको नेपालको एभरेज इन्फ्लेसनको रेटकै लेभलमा अहिले FD को रेट चलिरहेको छ। अनि हिस्टोरिकल्ली नेपालमा इन्ट्रेस्ट रेट र स्टक मार्केटको इन्भर्स अर्थात् उल्टो रिलेसनशिप देखिन्छ। इन्ट्रेस्ट रेट तल आयो भने फिक्स्ड डिपोजिटमा बसिरहेको पैसा बिस्तारै इक्विटीतिर शिफ्ट हुन थाल्छ। सो 2078 को बुलमा पनि यही प्याटर्न देखिएको। त्यसैले फन्डामेन्टलको एंगलबाट मार्केटलाई हेर्दाखेरि सपोर्ट गर्ने इन्भाइरोमेन्ट कम्प्लिटली डिसअपियर भइसकेको चाहिँ छैन। अनि अर्को इन्ट्रेस्टिङ डेभलपमेन्ट भनेको मार्जिन ट्रेडिङ फ्रेमवर्क। सेबनले मार्जिन ट्रेडिङलाई चाहिँ अलिकति सिस्टमेटिक बनाउने डिरेक्सनमा मुभ गरेको छ। यसको लङ टर्ममा इम्प्लिकेसन के हुन सक्छ त भन्दा मार्केटमा लिक्विडिटीको एक्सेस अझै धेरै बढ्न सक्छ। तर यसमा एउटा कुरा चाहिँ धेरै इम्पोर्टेन्ट छ, लेभरेज भन्ने कुरा, जुन चाहिँ डेन्जरस पनि हुन सक्छ। बुल मार्केटमा चाहिँ लेभरेज हिरो जस्तो हो, बियर फेज या साइडवेजमा चाहिँ लेभरेज चाहिँ भिलेन पनि बन्न सक्छ। त्यसैले लोन लिएर अल इन माइन्डसेट चाहिँ डेन्जरस नै हुन जान्छ। अहिले पनि त्यो लागू हुन्छ। सो अहिलेको टाइममा तपाईले ब्रोकरसँग लिमिट लिएर रिस्की कारोबार गर्ने चाहिँ होइन है, बरु सक्दो रिस्क फ्री मोडमा बस्ने अनि आफ्नो स्टप लस हिट हुन्छ भने पनि सेल गरेर क्याश पोजिसनमा होल्ड गरेर बस्ने चाहिँ टाइम हो जस्तो लाग्छ। अब रिस्क साइडको कुरा गरौँ। पहिलो रिस्क बजेट। मार्केटको सबैभन्दा सेन्सिटिभ टपिक अहिले क्यापिटल गेन ट्याक्स भइरहेको छ। यदि गभर्नमेन्टले सर्ट टर्म क्यापिटल गेन ट्याक्स चाहिँ बढायो भने नियर टर्म सेलिङ प्रेसर धेरै आउन सक्छ। तर अपोजिट सिनेरियोमा यदि मार्केट फ्रेन्डली सिग्नल आयो भने चाहिँ रिलिफ र्याली पनि आउन सक्छ। दोस्रो रिस्क भनेको मोनिटरी पोलिसी। मार्केटको एक्सपेक्टेसन के छ त भन्दा युजुअल कुराहरू, इन्ट्रेस्ट रेट सपोर्टिभ हुनु पर्यो, लिक्विडिटी सजिलो हुनु पर्यो, शेयर ब्याक लोनहरू फ्लेक्सिबल हुनु पर्यो। यदि नेपाल राष्ट्र ब्याङ्कले यो सपोर्टिभ टोन नै मेन्टेन गर्यो भने मार्केटलाई कन्फिडेन्स थप हुन्छ। यदि यो कुराहरुमा स्ट्रिक्ट टोन आयो भने बुलिश एक्सपेक्टेसन पोस्टपोन हुन सक्छ। अनि नेपालको मार्केटको सबैभन्दा युनिक कुरा के छ त भने यो अझै पनि हेभिली रिटेल, जुन भनेको सानो सानो लगानीकर्ताले चाहिँ ड्राइभ गरेको मार्केट हो। इन्डियामा भने मन्थली एसआइपी को इन्फ्लोले मार्केटलाई स्टेबल सपोर्ट दिन्छ। संस्थागत लगानीकर्ता पनि ठूलो छन्। हाम्रोमा चाहिँ न्यूज ड्रिभन रियाक्सन धेरै छ। एउटा प्रेस रिलिज, एउटा रुमर, एउटा पोलिटिकल इभेन्ट अनि 100 देखि 200 पोइन्टको स्विङ। त्यसैले आउने अझै 2-3 महिना चाहिँ भोलाटिलिटी हाई हुन सक्ने चान्सेस चाहिँ छ। प्रिपेयर चाहिँ भएर बस्नुस् है। अब पर्सनली मलाई अहिले के गर्दा ठीक हुन्छ जस्तो लाग्छ त भन्दा, हुन त सबैको आफ्नो स्ट्र्याटेजी हुन्छ कसरी जाने भनेर। मेरो विचारमा भने अहिले चाहिँ क्याश रिजर्भ मेन्टेन गर्नुपर्ने चाहिँ एकदमै टाइम हो जस्तो लाग्छ। अहिले सबै पैसा एकैचोटी मार्केटमा डिप्लोय गर्ने फेज जस्तो पर्सनली मलाई लागेको चाहिँ छैन। दोस्रो भनेको क्वालिटी स्टक्समा चाहिँ फोकस गर्नुपर्ने देखिन्छ। स्पेकुलेटिभ स्टक्स, जुन भनेको अब यो बढ्छ त्यो बढ्छ भन्ने हल्ला हुने खालको स्टक्सहरू भन्दा फन्डामेन्टली स्ट्रङ ब्याङ्किङ, इन्स्योरेन्स, टप हाइड्रो पावर जस्तो सेक्टरमा चाहिँ ग्रेजुअली अकुमुलेसन अप्रोच चाहिँ पर्सनली सेफ लाग्छ। कस्तो टाइपको किसिमको हो भनेर गाह्रो लाग्छ भने हाम्रो मनी मित्रले सजिलो गर्दैकै छ। सुपर बास्केट हेर्नु भयो भने यहाँ सुपर ब्याङ्क, सुपर हाइड्रो, सुपर लाइफ इन्स्योरेन्स, यसमा भएको टप 3 स्टक्स चाहिँ किन्नु भयो भने त्यो चाहिँ मोर सेफ र रिस्क कम हुने खालको स्टक्स यही छँदैछ। तेस्रो भनेको इमोसनली रियाक्ट नगर्ने। यो सबैभन्दा इम्पोर्टेन्ट हो। मार्केटमा पैसा इमोसनको फ्लक्चुएसनले गर्दाखेरि गुमिन्छ है। फियरमा बेच्ने, फोमोमा किन्ने, रुमरमा डिसिजन लिने, यो साइकलमा धेरैजना फेज गरेर फसिराख्नु भएको हुन्छ। त्यसैले अहिलेको मार्केटमा पेशेन्स नै बिगेस्ट एज हो जस्तो लाग्छ पर्सनली मलाई। सो ओभरअल समरी गर्दाखेरि नेप्से अहिले प्यानिक फेजमा भन्दा पनि कन्सोलिडेसन फेजमा देखिन्छ। फन्डामेन्टल्स नेगेटिभ छैनन्, लिक्विडिटी सपोर्टिभ नै छ, इन्ट्रेस्ट रेट इन्भाइरोमेन्ट पनि मार्केट फ्रेन्डली नै देखिन्छ। टेक्निकल एनालाइसिसको एंगलबाट हेर्दा पनि मार्केट ओभरसोल्ड टेरिटोरीतिर पुगेको सिग्नल देखिन्छ। तर स्ट्रङ ब्रेकआउट कन्फर्मेसन अझै बाँकी छ। भोल्युम भने वीक छ, आरएसआई बाउन्स जोनतिर छ, म्याकडी बियरिश मोमेन्टम स्लो हुँदै गएको भनेर देखाउँछ, बोलिन्जर ब्यान्ड स्क्विजले बिगर मुभको सिग्नल दिँदैछ। तर
बजेट र मोनिटरी पोलिसी, यो दुईटा क्याटलिस्टले नेक्स्ट मेजर डिरेक्सन डिसाइड गर्न सक्छ। त्यसैले पनि अहिले ब्लाइन्डली अल्ट्रा बुलिश हुने चाहिँ होइन, अनि मार्केट सकियो भनेर एक्सट्रिम बियरिश पनि हुने होइन। डिसिप्लिन, रिस्क म्यानेजमेन्ट, पेशेन्स र क्वालिटी फोकस अहिलेको यो फेजमा सायद यही नै सबैभन्दा ठुलो स्ट्र्याटेजी हो। यो बेलामा केही सिकेर आफू तयार बस्न मन छ भने पनि मणिमित्र कोर्सेसमा गएर तपाईँले फन्डामेन्टल एनालाइसिस या टेक्निकल एनालाइसिसको क्लास लिएर पढ्न सक्नुहुन्छ आफ्नो समयअनुसार। तर लाइभ नै लिन मन छ भने चाहिँ हामी छिटै फेरि लाइभ अनलाइन क्लास ल्याउने नै छौँ। त्यसको लागि तपाईँले हामीलाई सोसियल मिडिया फेसबुक या इन्स्टाग्राममा फलो गरिराख्नु होला, अनाउन्समेन्ट त्यही हुन्छ। सो तपाईँलाई के लाग्छ, बजेट अगाडि मार्केट चाहिँ एग्रेसिभ हुन्छ होला त कि वेट एन्ड वाच अप्रोच नै बेटर हुन्छ? कमेन्टमा आफ्नो भ्यू लेख्नु होला। भिडियो युजफुल लाग्यो भने लाइक, शेयर र सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। आफ्नो इन्भेस्टर या ट्रेडर साथीहरूसँग पनि यो भिडियो सेयर गर्नुहोस्, सायद कसैको कन्फ्युजन क्लियर हुन सक्छ। हस् त, म फेरि अर्को इन्फर्मेसन प्याक भिडियो लिएर चाँडै नै आउनेछु। त्यति बेलासम्मको लागि टेक केयर, नमस्ते, बाई बाई एन्ड ह्याभ अ नाइस डे।